नमस्कार साथीहरू, स्वागत छ आज मेरो यो नयाँ भिडियोमा। आज म फेरि उपस्थित भइसकेको छु नेपाली जीके पार्ट 6 लिएर। आशा छ यो भिडियो तपाईँहरूले मनपर्छ। यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यो च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिन हार्दिक अनुरोध गरिदिन्छु। ल अब सुरु गरौँ आजको भिडियो। नमस्कार। प्रश्न नम्बर 1, नेपालको पहिलो मुद्रा सिक्का चलाउने राजा को हुन्? तपाईको अप्सन छ ए अंशु वर्मा, बी पृथ्वीनारायण शाह, सी मानदेव, डी राघव देव। तपाईको सही उत्तर रहेको छ अप्सन सी मानदेव। मानदेव लिच्छावी कालमा पहिलो पटक मानदेवको मुद्रा जारी गरेका थिए। प्रश्न नम्बर 2, नेपालको सबैभन्दा तातो स्थान कुन हो? अप्सन छ ए नेपालगञ्ज, बी धनुषा, सी विराटनगर, डी भैरहवा। तपाईको सही उत्तर छ अप्सन बी धनुषा। धनुषा जनकपुर क्षेत्रमा तापक्रम गर्मी 42 डिग्री भन्दा माथि पुग्ने गर्छ। प्रश्न नम्बर 3, नेपालमा सबैभन्दा बढी वैदेशिक मुद्रा पठाउने देश कुन हो? अप्सन छ ए भारत, बी कुवेत, सी जापान, डी साउदी अरब। तपाईको सही उत्तर छ अप्सन बी कुवेत। श्रम मन्त्रालयका तथ्याङ्क अनुसार कुवेत, कतार, मलेसिया प्रमुख स्रोत हुन्। प्रश्न नम्बर 4, नेपालको संविधान 2072 को प्रारूप संविधान सभामा कहिले प्रस्तुत गरिएको थियो? तपाईको अप्सन छ ए 2072 असार 1 गते, बी 2072 असार 10 गते, सी 2072 असार 15 गते, डी 2072 साउन 1 गते। तपाईको सही उत्तर रहेको छ अप्सन डी 2072 साल असार 15 गते। संविधानको प्रारूप दस्तावेज 2072 असार 15 गते प्रस्तुत गरिएको थियो। प्रश्न नम्बर 5, नेपालमा लोक सेवा आयोग कहिले स्थापना भएको थियो? अप्सन छ ए 2007 साल, बी 2008 साल, सी 2015 साल, डी 2035 साल। तपाईको सही उत्तर रहेको छ अप्सन बी 2008 साल। 2008 साल असार 1 गते संविधान अनुसार लोक सेवा आयोगको स्थापना गरिएको थियो। प्रश्न नम्बर 6, सकेला पर्व कुन जातिको प्रमुख पर्व हो? अप्सन छ ए थारू, बी गुरुङ, सी किरात, डी मगर। को सही उत्तर रहेको छ अप्सन सी किरात। सकेला उभौली उधौली किरात समुदायको प्रमुख सांस्कृतिक पर्व हो। प्रश्न नम्बर 7, नेपालको सबभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? तपाईको अप्सन छ ए मध्य भुटेकोशी, बी माथिल्लो तामाकोशी, सी अरुण 3, डी त्रिशुली। तपाईको सही उत्तर रहेको छ अप्सन बी माथिल्लो तामाकोशी। माथिल्लो तामाकोशी 456 मेगावाटको नेपालमा सबभन्दा ठूलो स्वदेशी आयोजना हो। प्रश्न नम्बर 8, नेपालले 2081 सालमा संयुक्त राष्ट्र सङ्घको कुन समितिको सदस्यता पायो? तपाईको अप्सन छ ए सुरक्षा परिषद,
बी मानवाधिकार परिषद, सी आर्थिक र सामाजिक परिषद, डी विश्व स्वास्थ्य परिषद। तपाईको सही उत्तर रहेको छ अप्सन सी आर्थिक तथा सामाजिक परिषद। नेपाललाई संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषदको सदस्यताको रूपमा निर्वाचित गरिएको हो। कार्यकाल 2024 देखि 2026 सम्म। प्रश्न नम्बर 9 संयुक्त राष्ट्र सङ्घ UNO को मुख्यालय कहाँ अवस्थित छ? तपाईको अप्सन छ ए जेनेवा, बी न्युयोर्क, सी पेरिस, डी वाशिंगटन DC। तपाईको सही उत्तर रहेको छ अप्सन बी न्युयोर्क। UNO को मुख्यालय सन् 1945 पछि न्युयोर्क सिटीमा स्थापना गरिएको हो। प्रश्न नम्बर 10 विश्वकै सबभन्दा ठुलो महासागर कुन हो? अप्सन ए हिन्द महासागर, अप्सन बी अटलान्टिका महासागर, अप्सन सी आर्कटिक महासागर र अप्सन डी प्रशान्त महासागर। र साथीहरू प्रश्न नम्बर 10 को सही उत्तर के हुन्छ भने तपाईहरूले तल कमेन्ट बक्समा सही उत्तर लेख्नुहोस्। नमस्कार साथीहरू, त आजको यो भिडियो कस्तो लाग्यो तपाईहरूलाई? यो भिडियोको राम्रो पक्ष नराम्रो पक्ष सबै तपाईहरूले कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। फेरि भेट्नेछौँ अर्को नयाँ